अब छिटै नै नयाँ आइपिओ खुल्नेवाला छ र कम्पनीको नाम चाहिँ विकास हाइड्रो पावर कम्पनी लिमिटेड र यो कम्पनी सुरुमा 2017मा इस्टाब्लिस भएर पछि 2022मा पब्लिकली लिमिटेड कम्पनी भएको छ। यो कम्पनीको हाइड्रो पावरमा लगानी छ र यसको इस्यु म्यानेजर प्रभु क्यापिटल लिमिटेड हो। यसको टोटल नम्बर अफ सेयर चाहिँ 44,54,596 छ र अरू कम्पनी जस्तै प्रति किता रु 100 को दरले सुरुमा यसको स्थानीय बासिन्दा र वैदेशिक रोजगारीको लागि खुल्नेछ, त्यसपछि जनरल पब्लिकको लागि जानेवाला छ। यो कम्पनीको एक्ज्याक्ट आइपिओ खुल्ने मिति चाहिँ लगभग भएको छैन, 1 देखि 2 हप्तामा हुनेवाला छ र हामी सबैजना रेडी भएर बस्दा हुन्छ। आइपिओ खुल्ने बित्तिकै सुरुमा स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा भएकाहरूको लागि खुल्नेछ र सेकेन्ड स्टेजमा जनरल पब्लिकको लागि। यदि तपाईहरुलाई यस्तै भिडियोहरू चाहिन्छ भने मलाई फलो गर्न सक्नुहुन्छ र यो भिडियो फ्युचर रेफरेन्सको लागि तपाईहरुले कतै यो सेभको बटन छ त्यहाँ गएर सेभ गर्नु होला। एन्ड आई विल सी यु इन माई नेक्स्ट भिडियो। थ्यांक यू।